हे एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मलाई घरमा सेलरोटी बनाउनु मन लागेर चाहिँ मैले यहाँ मसलाहरू सबै रेडी गरेर भुट्दैछु है। अनि मैले यो मसला चाहिँ भुटिसकेर चाहिँ मिक्सीमा ग्राइन्ड गरेर यसको पाउडर बनाएँ। अनि यहाँ चाहिँ छ राइस फ्लोर होइन। अनि तपाईँहरूले चामललाई भिजाएर ब्लेन्ड गर्नु पनि सक्नुहुन्छ होइन मिक्सीमा। अन्त मैले चाहिँ यो राइस फ्लोरलाई एउटा भाँडामा लगाएँ। अनि यहाँनिर मैले मैदा पनि अलिकति लगाएँ है। अन्त यहाँनिर छ आँटा, त्यो पनि लगाएँ। अन्त तपाईहरूले स्वाद अनुसार चिनी पनि लगाउन सक्नुहुनेछ। अनि मैले यहाँ चिनी पनि लगाएँ। त्यसको बादमा चाहिँ यहाँनिर मैले मजाले मिक्स गरिदिएँ सबैलाई र मैले त्यो अघिको मसलालाई पनि सबै राखिदिएँ। यो मसलामा चाहिँ छ ल्वाङ, अलैँची अनि दालचिनी र सौँफ चाहिँ मैले यसरी उयो गरेको छु होइन, बनाएको छु। अनि त्यसमा मैले अलिकति बेकिङ सोडा पनि लगाइदिएँ। अनि यहाँ चाहिँ छ घी होइन। अनि तपाईँले यहाँनिर घी पनि लगाउन सक्नुहुन्छ। अनि यहाँ चाहिँ छ काँचो दुध पनि छ है। यो चाहिँ 1 लिटर दुध हो। अनि मैले यसलाई दुध पनि लगाएर चाहिँ यसलाई मैले मजाले ब्लेन्ड गरिसकेर चाहिँ यसको मसला बनाएर चाहिँ अब यसलाई म 2 घन्टाको लागि रेस्ट गर्नेछु। रेस्टमा राखेर बनाउने छु।